हजुरको घरमा भरिपूर्ण होस्। छाँटेका चामल जस्ता भिसिन जस्ता हुन्। भगवान् परमेश्वर हुन्। धेरै पढ्नु, ठुलो ज्ञानी हुनु, डाक्टर हुनु। नारायण कहाँ छ? ओइ नारायण मान्ने जानी गरेका छन्। मान्छे खानुपर्छ। जाँदा हुने कर्म छ। अहिले हुनु पनि पर्यो। परेन छोरा नाति पलाजीसम्म हुनुपर्छ। लु यो आज नारायण आइज राख्नु हजुर। ढेकुटीमा लगाएर भगाइमा लगाएर हजुर यहीँ हाल्दा हुन्छ। यहीँ हुन्छ। यो सबै होइन मम्मीले उहाँ ढिकुटीमा धानको ढिकुटीमा हाल्नुहोस्। जस्तो व्यवसाय मालिक अब हामी आइरहन्छौँ। हजुरहरूले बोलाउनुहोस्। हामी जुनै कार्यमा नि आउँछौँ। हजुर 32 वर्ष झलल हुनुपर्छ। यो भित्र ननिभोस्। माथि बनाउँदा ल हस् हस् धन्यवाद। ल आउनुभयो फेरि फेरि पर्छ गएको चाहिँ बोलाउँछ नि हजुरहरू त्यो नि बिहेमा पनि आउनुभयो अहिले पनि ल ल